काठमाडौँकै जनताले जिताएको आर्की एउटी छिन्नीको हो छिनले पनि होइन यसैलाई राख्नुपर्छ भनिन् रे। अब दुईटै काठमाडौँको जनताले जिता यस्तो झगडा भयो। यसमा त्यो मान्छे बाहेक अर्को मान्छे हुन सक्थ्यो नि, तिनको जागिर खोज्न नि हुँदैन, तिनलाई दोषी भन्न नि मिल्दैन। अहिले त्यो थपलिया कि के होइन के अरे गुरागाई तिनलाई दोषी हुन् भन्न नि अहिले मिल्दैन, तिनको जागिर खोज्न पनि मिल्दैन। तर तिनलाई निश्चित ठाउँमा राखेर त्यहाँ अर्कै मान्छे पठाइदिए भए दुईटैको कुरा राम्रो हुन्थ्यो नि होइन। त्यस कारणले अब निर्वाचितको कुरा गर्दा प्रमुख र उपप्रमुखको कुरा पनि वडा अध्यक्ष नि मिसिया छन् अरे। अब हामीले राजनीतिक विरोध गर्ने भए यसो भन्दै हुन्छ राजनीतिक विरोध, यो मैले त सिद्धान्तको कुरा गरेँ। त्यो त बालनले भने क्या अरे यो बहुमतको दम्भ, 2/3 दम्भ, भ्रष्टाचारीलाई खम्बा बनाएर पठायो, त्यो उहाँले भनिसक्नुभयो क्या अरे।